जय श्री कृष्ण, राधे राधे। आज म यो एउटा जल्दो बल्दो टपिक लिएर आएको छु। भर्खरै एसएलसी सकेको छ। हरेकको घरमा हरेक प्यारेन्ट्सलाई, हरेक अभिभावकलाई र हाम्रा प्यारा स्टुडेन्टहरूलाई चिन्ताको कुरा, कहाँ पढ्ने, के पढ्ने, अब यो 3 महिना कसरी के गर्दाखेरि ठिक हुन्छ भनेर सोचिराख्नु भएको छ। हो, तपाईले सोचिराख्नु भएको छ भने अब चिन्ता लिनु पर्दैन, किनभने भाइब्रेन्ट छ तपाईहरुको चिन्ता लिनलाई। तपाईहरु आफ्नो बच्चालाई जे पढाउन खोजिराख्नु भएको छ, हरेक सोलुसन भाइब्रेन्टमा छ। जसरी +2 एउटा बेस्ट कलेजमा पढाउन खोजिराख्नु भएको छ भने भाइब्रेन्टमा +2 को इन्ट्रान्स प्रिपरेसन हुन्छ। या तपाईले आफ्ना बालबालिकाहरूलाई डिप्लोमाको प्रोग्रामहरू जस्तै स्टाफ नर्स, एचए, फार्मेसी, ल्याब टेक्निसियन, अप्थाल्मोलोजिस्ट साइन, ओभरसियर जस्ता विभिन्न सब्जेक्टहरूको इन्ट्रान्स प्रिपरेसन गराउन खोजिराख्नु भएको छ र 100% स्कलरसिपमा गराउन खोजिराख्नु भएको छ भने एउटा बेस्ट प्लेटफर्म छ भाइब्रेन्ट। हो अभिभावकज्यूहरू, यो सबै सोलुसन एउटै मात्र छानामुनि भाइब्रेन्टमा छ। र तपाईहरुलाई कतिजनाले लाग्यो होला मात्र स्टाफ नर्सले बाहिर जान सकिन्छ भनेर, यो तपाईहरुको भ्रम हो। यो डिप्लोमाको अरू प्रोग्रामहरूबाट पनि जान सकिन्छ। र कतिजनाले के सोचिराख्नु भयो होला भने यो डिप्लोमा पढिसके पछाडि त हाम्रो बाबु नानीहरूको भविष्य नै अन्धकारमा हुन्छ, यो त एसएलसी +2 यो डिप्लोमा लेभल मात्र हो। हैन हाम्रा अभिभावकज्यूहरू, एउटा सानो डिप्लोमाबाट पनि पीएचडी सम्म गर्न सकिन्छ। जसरी एउटा इक्जाम्पल लिउँ न, रेडियोग्राफर, तपाईले 3 वर्ष आफ्नो छोराछोरीहरूलाई रेडियोग्राफर पढाउनु भयो भने 3 वर्ष कम्प्लिट भइसके पछाडि, लाइसेन्स लिए पछाडि उहाँले जब गर्दै ब्याचलर गर्न सक्नुहुन्छ। ब्याचलर कम्प्लिट गरिसके पछाडि मास्टर्स पनि गर्न सक्नुहुन्छ। मास्टर्स कम्प्लिट गर्न सके पछाडि यो रेडियो डायग्नोसिसहरूमा पीएचडी गरेर इभेन डक्टरलाई पनि पढाउन सक्नुहुन्छ। त्यसै गरी ल्याब टेक्निसियनको कुरा गर्न सक्नुहुन्छ। ल्याब एउटा 3 वर्ष ल्याब पढेर एउटा हस्पिटलमा काम गर्न सकिन्छ। हस्पिटलमा काम गर्न मन लागेन भने आफ्नो एउटा सेटअप पनि गर्न सक्नुहुन्छ। र फर्दर बीएमएलटी पढ्न पनि सकिन्छ, मास्टर्स पनि पढ्न सकिन्छ, पीएचडी गरेर माइक्रोबायोमा भाइरोलोजीहरूमा गरेर गर्न सकिन्छ र फर्दर डक्टरहरूलाई पढाउन सकिन्छ। यो एउटा सानो सिनारियो हो। त्यसै गरी हरेक सब्जेक्टमा यो डिप्लोमाको बाट ब्याचलर, मास्टर्स पढाउन सकिन्छ र यो सानो थोरै पैसामा पढ्ने सक्ने सब्जेक्टहरू पनि छ र एकदम राम्रो सब्जेक्टहरू छ। र यसको फर्दर मोर इन्फर्मेसनको लागि म तपाईहरुको माझमा छँदैछु। तपाईहरुको प्यारो भाइ नरेन्द्र छँदैछ, भाइब्रेन्ट छँदैछ। थ्याङ्क यू।